जोटी ट्राभल्स एट 19:15 आवर्स एन्ड रिचेस एट 3:15 आवर्स। हामीलाई चाहिँ दुईवटा टाइम दियो, जुन स्टार्टिङ टाइम र इन्डिङ टाइम, र स्पिड चाहिँ कति छ 70 km/h भने हामीले डिस्टेन्स फाइन्ड आउट गर्नुपर्नेछ। स्टार्टिङ पोइन्ट टाइम कति छ 19:15 आवर्समा छ, र इन्डिङ टाइम चाहिँ हाम्रो 3:50 आवर्समा छ, र स्पिड 70 km/h छ भने हामीले चाहिँ डिस्टेन्स फाइन्ड आउट गर्नुपर्नेछ। त्यसको लागि चाहिँ हामीले पहिले फर्मुला थाहा हुनुपर्छ, डिस्टेन्स इक्वल टु स्पिड मल्टिप्लाई टाइम हुन्छ। हामीसँग चाहिँ स्पिड अलरेडी नै छ र हामीले चाहिँ टाइम फाइन्ड आउट गर्नुपर्नेछ। सो यसरी चाहिँ डिस्टेन्स निकाल्न सकिन्छ। टाइम निकाल्नु पर्यो पहिले। यहाँ देख्छौँ हामी 3:50, यो चाहिँ जुन बिहानको समय भयो। 19:15 यो चाहिँ दिउँसोभन्दा साँझ भने पछाडि साँझको टाइम र अर्को दिनको बिहानको टाइम भयो भनेपछि मिडनाइटभन्दा यताको समय भयो यो चाहिँ, र यो चाहिँ मिडनाइटभन्दा यताको टाइम भयो। त्यही भएर हामीले चाहिँ एउटै टाइम बनाउनु पर्ने हुन्छ दुईवटालाई। सो 19:15लाई चाहिँ हामीले 24 आवर्सबाट चाहिँ माइनस गर्यो भने चाहिँ दुवै एउटै टाइममा हुन्छ। सो 24 आवरबाट 19:15 घटायो भने कति हुन्छ, यहाँनिर चाहिँ 60 मिनट क्यारी गरेर आउनु भयो, र 60बाट 15 घटायो भने कति हुन्छ 45 हुने भयो, र 24बाट 19 घटायो भने कति हुन्छ, सरी 23बाट 19 4 भने पछाडि यो टाइम र यो टाइम चाहिँ अब एउटै हुने भयो, जुन मिडनाइटभन्दा पछाडिको टाइम हुने भयो। अब हामीले टाइमलाई एड गर्छौँ। 350 प्लस 45, 50 र 45 कति भयो हाम्रो 95, तर हाम्रो चाहिँ 1 आवरमा चाहिँ 60 मिनट मात्र हुने भएकाले हामीले चाहिँ यहाँ कति लेख्छौँ 35 लेख्छौँ, र 60 मिनट चाहिँ यता क्यारी गर्छौँ। सो 4 + 3 7 + 1 यतादेखि आएको 8 हुने भयो। हामीले चाहिँ आवरमा टाइम निकाल्नु पर्ने छ, तर यो चाहिँ कति भयो आवर र मिनटमा भयो। सो हामीले चाहिँ एउटै आवरमा मात्र बनाउनु पर्छ। सो टाइम इक्वल टु 8 + 35 / 60, 5 7 जा 35, 5 12 जा 60, 12 + 12 8 भयो हैन, 12 आयो, 12 8 जा कति हुन्छ 8 2 जा 16, 1 गयो, 8 1 जा 8, 96 + 7 गरेर हाम्रो कति हुने भयो 103/12 आवर चाहिँ हाम्रो हुने भयो, टाइम हुने भयो हैन। यो आइसकेपछि अब हामीले यहाँ राख्यो भने डिस्टेन्स आइहाल्यो, द्याट्स इजी हैन। स्पिड कति छ हाम्रो 70 मल्टिप्लाई टाइम कति आयो 103/12 आयो हैन। यति आयो, र हामीले चाहिँ यसलाई काटकुट पार्यो भने चाहिँ 257.5 किलोमिटर चाहिँ डिस्टेन्स आउँछ। इजी छ हैन। अर्को क्वेसन गरौँ अब। क्वेसन नम्बर 2 मा छ, अ बस स्टार्ट्स इट्स जर्नी एट द स्पिड अफ 56 miles/hour। स्पिड 56 miles/hour छ भने इट रिचेज इट्स डेस्टिनेसन 28 miles फार एट 2:45 PM। सरी, यो चाहिँ हाम्रो के हुने भयो स्पिड हुने भयो, र यो 238 miles फार चाहिँ डिस्टेन्स हुने भयो, र कति बेला पुग्छ 2:45 PM मा पुग्छ, र कति वाट टाइम डिड इट स्टार्ट इट्स जर्नी, कति समयमा चाहिँ उसले आफ्नो जर्नी स्टार्ट गर्यो त हैन। पुगेको समय त कति छ 2:45 PM छ भने पछाडि हामीले जुन बिचको जर्नी गर्दाखेरि जुन यात्रा गर्यो त्यो बेलाको टाइम निकाल्यो भने डेस्टिनेसनको टाइमबाट त्यो बिचको माइनस गर्यो भने चाहिँ यसले स्टार्ट गरेको टाइम आउँछ है त। सो स्टार्ट गरौँ। यसको स्पिड कति छ, स्पिड इक्वल टु 56 miles/hour छ, र डिस्टेन्स कति छ, डिस्टेन्स इक्वल टु 238 miles छ, 238 miles, र यो पुगेको टाइम कति छ
रिच टाइमको छ 2:45 PM र हामीले चाहिँ इनिशियल टाइम निकाल्नु पर्ने छ हैन जुन यसले स्टार्ट गर्यो त्यो टाइम चाहिँ हामीले निकाल्नु पर्यो सो हामीले चाहिँ बीचको टाइम निकाल्नु पर्ने हुन्छ हामीलाई फर्मुला याद हुनुपर्छ पहिलो कुरो त स्पिड इक्वल टु डिस्टेन्स बाइ टाइमबाट टाइम यता गयो भने टाइम इक्वल टु डिस्टेन्स बाइ स्पिड हुने भयो हामीसँग के छ स्पिड चाहिँ गिभन छ तर हामी डिस्टेन्स पनि गिभन छ ओके योबाट चाहिँ बीचको टाइम निकाल्छौँ हामीले र लास्टबाट बीचको माइनस गर्यो भने डेफिनेटली अगाडिको जुन स्टार्ट गरेको समय आउँछ हैन सो टाइम इक्वल टु डिस्टेन्स कति छ हामीसँग 238 बाइ स्पिड कति छ 56 र यसलाई काटकुट पार्यो भने चाहिँ 4 आवर 15 मिनट हुन्छ है त 4 आवर 15 मिनट यो जुन बीचको टाइम भयो यो बीचको टाइम भयो हामीले चाहिँ फाइनलबाट यो घटाउनु पर्यो सो फाइनलको टाइम कति छ 2:45 PM छ र बीचको जोडीमा यसले चाहिँ 4 घण्टा 15 मिनट चाहिँ लगायो टाइम त्यहाँ पुग्न हैन माइनस 4 आवर 15 मिनट यो 4 आवर 15 मिनट चाहिँ AM PM यस्तो केहीसँग मतलब गर्नु हुँदैन 2:45 बाट 4 घण्टा 15 मिनट ले जुन यात्रा गरेको छ यो माइनस गर्ने मात्र 2:45 बाट अब 4:15 माइनस गर्नु पर्यो भनेपछि कति हुन्छ हाम्रो 45 बाट 15 30 हुने भयो र 2 भनेको कति हो 2 पछि 4 घण्टा माइनस गर्यो भने कति हुन्छ 1 12 11 10 भनेपछि हाम्रो चाहिँ 10:30 AM चाहिँ यसको जुन स्टार्ट गरेको टाइम भयो सो यसको इनिशियल टाइम कति हुने भयो 10:30 AM ओके सजिलो छ हैन ओके अर्को नेक्स्ट क्वेशन गरौँ अब 3 नम्बरमा छ Regina saw a vacancy for a job. Office manager called her at 14:40 for her interview. Regina saw a vacancy for a job. Office manager called her at 14:40 for her interview. मतलब भ्याकेन्सी रहेछ एउटा त्यो रेजिनाले हेर्दै छिन् उनलाई चाहिँ अफिस म्यानेजरले चाहिँ 14:40 आवरमा चाहिँ पुग्नको लागि बोलाएको छ सो यसको रिच टाइम कति हुने भयो 14:40 र द अफिस इज 25 miles अवे फ्रम हर हाउस यसको डिस्टेन्स चाहिँ कति हुने भयो 25 miles सी लेफ्ट हर हाउस एट 9:45 र यसले चाहिँ स्टार्ट गरेको टाइम चाहिँ कति छ 9:45 र हाउ मच टाइम अगो डज सी रिच द अफिस इफ सी वाक्स 15 miles per hour स्पिड पनि दियो हामीलाई स्पिड इक्वल टु 15 miles per hour र कति टाइम अगाडि पुग्छिन् त यिनी भन्ने निकाल्नु पर्यो हामीले चाहिँ हाम्रो इनिशियल टाइम पनि छ हैन स्टार्ट गरेको टाइम इनिशियल लेखौँ हाम्रो इनिशियल टाइम 9:45 छ र रिच टाइम चाहिँ 14:40 छ भने पछाडी हामीले बीचको टाइम निकाल्नु पर्यो बीचको टाइम र जुन इनिशियल टाइम हुन्छ त्यो एड गर्यो भने चाहिँ कि त यो 9 रिच टाइम भन्दा अगाडि आउँछ कि त पछाडी आउँछ हो त्यसमा चाहिँ कि त प्लस कि त माइनस गर्यो भने कति अगाडि पुगिन त त्यो आउँछ है त सो हाम्रो चाहिँ सुरुमा बीचको टाइम निकाल्नु पर्यो हामीले थाहा छ फर्मुला टाइम इक्वल टु डिस्टेन्स बाइ स्पिड हुन्छ डिस्टेन्स कति छ हामीसँग 25 छ र स्पिड कति छ 15 यो गर्यो भने चाहिँ 1 hour 40 minutes आउँछ यो जुन बीचको टाइम भयो अब इनिशियल टाइम र यो बीचको प्लस गर्नु पर्यो हैन 140 र 9:45 40 र 45 कति भयो 85 तर 1 hour मा 60 मिनेट मात्र हुन्छ सो हामीले चाहिँ 85 मा 60 माइनस गर्यो भने चाहिँ 25 हुने भयो अब 25 मा 1 चाहिँ 25 भयो र 25 मा 1 hour चाहिँ हामीले यता चाहिँ क्यारी ओभर गर्छौं सो 9 10 11 25 मा चाहिँ पुग्छिन् यिनी तर अफिस म्यानेजरले चाहिँ 14:40 मा बोलाएको थियो त्यो भन्दा अगाडि नै पुगिन् 11:25 भनेपछि 14:40 बाट 11:25 सबट्र्याक्ट गर्यो भने चाहिँ कति आउँछ 3 hour 15 minutes
सो यिनी चाहिँ कति 3 hours 15 minutes अगो चाहिँ पुग्छिन् यिनी चाहिँ। सो यसरी चाहिँ गर्न सकिन्छ, इजी छ हैन। नेक्स्ट क्वेशन गरौँ अब, फाइनल क्वेशन। फाइनल क्वेशन छ हाम्रो अनिल ह्याड अ मिटिङ विथ हिज क्लाइन्ट एट 14-15 hours। अनिल भन्ने मान्छेको चाहिँ एउटा मिटिङ छ क्लाइन्टसँग 14-15 hours मा। सो उसले चाहिँ आफ्नो अफिसको लागि चाहिँ 13:30 hour मा चाहिँ घर छोड्छ र राइड्स अ कार र स्पिड कतिमा 30 km/h को स्पिडमा आफ्नो घर छोड्छ, मतलब जर्नी तय गर्छ। द डिस्टेन्स इज 15 km, जुन आफ्नो अफिस छ त्यहाँसम्म चाहिँ 15 km डिस्टेन्स छ। एन्ड हि अल्सो स्टप इन द वे टु पर्चेस फ्लावर्स फर 10 minutes, र बाटोमा चाहिँ 10 मिनटको लागि फुलहरू किन्नको लागि होल्ड हुन्छ बाटोमा। हाउ मेनी मिनट्स बिफोर डिड हि अराइभ एट द लोकेसन। यो पनि सेम 3 नम्बर क्वेसन जस्तै हो, तर ट्विस्ट हाम्रो के छ भने बिचमा 10 मिनट्सको लागि चाहिँ फुल टिप्नको लागि चाहिँ होल्ड गर्छ। यसमा अलिकति ट्विस्ट छ। यसमा पनि गर्ने त्यही नै हो, बिचको टाइम निकाल्छौँ हामीले र अगाडिकोसँग एड गर्छौँ, आइहाल्छ। तर यो प्लस गर्नुपर्ने हुन्छ, यो पनि बिचको टाइमसँग है त। यस्तो गरे हामीले। अनिल ह्याड अ मिटिङ विथ हिज क्लाइन्ट एट 14-15 hour। पुग्नुपर्ने टाइम के छ यसको, रिच टाइम 14:15 मा छ र स्पिड कतिमा गयो यो, पुग्नुपर्ने टाइम लेखौँ पहिले अनि रिच टाइम यो भयो। यसले यसको इनिसियल टाइम गर्छ जुन घर छोड्यो यसले 13:30 छ र यसको स्पिड कति छ, स्पिड इक्वल टु 30 km/h छ र डिस्टेन्स इज 15 km, डिस्टेन्स 15 km छ। हि अल्सो स्टप इन द वे टु पर्चेस फ्लावर्स फर 10 minutes हैन। फ्लावरको लागि होल्ड हुन्छ यो, त्यो कति छ 10 minutes छ हैन। हाउ मेनी मिनट्स बिफोर डिड हि अराइभ भने पछाडि हामीले बिचको टाइम निकाल्नु पर्यो। बिचको टाइमको लागि फर्मुला थाहा हुनु पर्यो। टाइम इक्वल टु कति हुन्छ, डिस्टेन्स डिभाइड स्पिड हुन्छ। डिस्टेन्स कति छ हामीसँग 15 बाई स्पिड कति छ 30, 15 1 जा 50, 2 2 जा 30, 1/2 hour भनेपछि हाम्रो 0.5 hour हुन्छ र यसलाई गर्यो भने कति हुन्छ 30 minutes हुने भयो। 30 minutes चाहिँ यसले आफ्नो यात्रा गर्यो हैन, 30 minute जर्नीमा यात्रा गर्यो। 30 minute यात्रा गर्यो भने हामीले चाहिँ 10 minute पनि एड गर्नुपर्ने हुन्छ, किनभने जस्तै यहाँदेखि सुरु गर्यो यहाँ पुग्नु पर्ने छ हैन, बिचमा यसले चाहिँ 30 minute लगायो। 30 minute लगायो भनेपछि यो त जर्नीमा लागेको समय भयो, तर बिचमा चाहिँ 10 minute होल्ड हुन्छ भने पछाडि 10 minute अझै लेट हुने भयो भने पछाडि प्लस 10 minute अझै गर्नु पर्यो भने पछाडि हाम्रो कति हुने भयो 40 minute हुन्छ हैन। भने पछाडि यसको बिचको टाइम कति हुने भयो 40 minute। अब हामीले यो 40 minute लाई इनिशियल टाइमसँग जोड्यो भने आउने भयो टाइम। इनिशियल टाइम कति छ यसको 13:30 र बिचमा कति टाइम लगायो यसले 40 minute लगायो। 40 + 30 कति हुन्छ 70 हुन्छ, तर हामीले चाहिँ सबै लेख्न मिल्दैन नि त। 60 minute यता आउने भयो, सो 10 minute लेख्छौँ हामी र 60 यता गयो भने 10 हुने भयो र 14:10 यो पुग्नु पर्ने कति छ रिच टाइम 14:15 मा छ, तर यो पुग्यो 14:10 भने पछाडि 14:15 मा पुग्नु पर्ने थियो, तर यो अगाडि नै पुग्यो 14:10 मा। सो 14:10 भने पछाडि 15/10 5 हुने भयो, 14/14 hour 0 hour भने पछाडि यो चाहिँ कति मिनेट्स अगाडि पुग्यो 5 minutes अगाडि पुग्यो।
आई होप हजुरहरूले यो क्वेसन अलरेडी गरिसक्नु भएको थियो होला, त्यही पनि यो भिडियोबाट गाइड लिन सक्नुहुन्छ।